साथीहरू फेरि भनेर भन्दा नेक्स्ट भिडियो अहिले त सन्चै हुन्छ होला म पनि एकदम सन्चै आरामै छु चाहिँ अहिले दिनरात त किन भिडियो बनाइरहेको छु भनेदेखि साथीहरू मलाई चाहिँ निन्द्रा लागेन क्या मलाई चाहिँ निन्द्रा लागेन त्यो कारण म चाहिँ स्नेकमा भिडियो बनाइरहेको छु बेलुकाको कति बजी अघि भर्खर भिडियो अपलोड गरेर बसेको अनि के गरेर भन्दै भिडियो हेर्दा चाहिँ मलाई पनि त्यस्तो भिडियो बनाउनु सो अनि मैले आजै स्टार्ट गर्न थालेँ अनि अहिले रातिको कति बज्यो म खतरा हो नि त अनि अहिले चाहिँ रातिको कति बज्यो थाहा छ तपाईँलाई देखाउँछु ल अहिले चाहिँ रातिको 9 बजेर 4 बाबु चाहिँ अघि सुतेको खाना खाएन बाबुले चाहिँ खाना खाएन बाबुले चाहिँ खाना खाएन किन हो उसलाई पेट दुख्यो भनेर बोल्दै थियो मैले पेट मालिस गर्दा अनि मम्मीले त सिकाउँदै हुनुहुन्थ्यो किनकि हामी बाहिर बाल्थ्यौँ नि त मैले पहिल्यै बाली सकेको थिएँ अनि 2 दिन गर्दाखेरि दुख्यो भने मैले त जस्तो गरेन अनि आज झन् दुख्यो भन्न थाल्यो अनि त्यसपछि मम्मी तेल टेका लागिनु भयो मैले त्यो बाबुकै भातमा अचार हालेर खानु भयो खाएँ अनि भर्खर बाबाले नि बिहान मैले अचार बनाएको थिएँ नि त कस्तो खानु मन लागेर मुलाको अचार बाबाले पनि मिठो छ भन्नुभयो अनि अब चाहिँ भिडियो बनाइरहेको म त्यसरी सुत्छु भने बाबुलाई त्यसरी सुताइदिन्छु त्यसो लाग्छ भने मेरो दादाले छोडेको म चाहिँ यसरी बसिरहेको छु भिडियो कन्टिन्यू गर्नेछु अनि यतापट्टि चाहिँ पुरा हल्ला आइरहेको किनकि उता पाहुना आएको छ नि त यस्तो ठाउँमा दौडेको कुरा ब्लग चाहिँ कन्टिन्यू गर्छु है म अनि सबैजनाले हेर्दै जानु होला मेरो फुलको एकदम देखिन्छ यसरी खानु गऱ्यो दुख्दैन हो अहिले त यो कानको चाहिँ दुख्छ हो बेसी फेरि कानको चाहिँ दुख्छ अनि सो साथीहरू अब चाहिँ ब्लग कन्टिन्यू हुनु होला अनि ब्लग अब भोलि बिहान उठेर गर्छु होला सायद ब्लग स्टार्ट गरेपछि त्यत्तिकै छोड्ने कुरा त भएन मैले पठाइहेर्नु साथीहरू अस्ति देखाउँछु भनेकै हिजो फोहोर भएन हिजो चाहिँ मैले भ्लगमा देखाउँछु भनेको मैले फोहोर बनाएन उहाँले चाहिँ छोराले उसले त्यति फोहोर बनाएर भएन छोराले चाहिँ यति धेरै फोहोर बनाएर चाहिँ यो भुल छ यसको लागि सबै गर्नुपर्ने हुन्छ हेर्नु त म तपाईँहरूलाई भिडियो देखाउँछु हेर्नु त होइन भन्नुपर्छ त चुप चल्छ नि त उसले केही नआउँछ पनि भन्छ पेट दुखिरहेको है त्यही भएर अब म कोठा जान्छु होइन त कोठा यदि घर त्यस्तो सफा गरेको त्यहाँतिर जस्तो छ त्यहाँ खेल्ने कुरा छ यता त ढस्दै छ अनि फेरि त्यहाँ यस्तो भइसक्यो तल यस्तो अनि अब यो मिलाउनुपर्छ भोलि मिलाउनुपर्छ बाबु स्कुलतिर आएर मिलाउँछु बाबु लुगा पनि त्यत्तिकै सुकाउँछ 3 दिन भइसक्यो लुगा धोएको सुकेको छैन आज पनि भोलि सुकाएपछि सुक्छ होला ट्यापटुप मिलाएर ट्यापटुप त्यहाँ राख्नुपर्ने हुन्छ अनि त्यसपछि टन्ना पनि फोड्नु होला यसको टन्ना फुसेको छ भने सिलिन्डरको लागि पनि फोड्नुपर्ने छ अनि सो साथीहरू अब म भिडियो कन्टिन्यू भोलि नै गर्छु आज गएर सुत्दै बाहिर हेर्छु नेक्स्ट डेमा है भ्लगमा होइन नेक्स्ट भ्लगमा यही जोडेर आउँछ बाई साथीहरू सुतेला गुड नाइट साथीहरू अहिले चाहिँ बिहान भइसक्यो नेक्स्ट डे नेक्स्ट भ्लग वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला म एकदम सन्चै आरामै छु अनि अहिले चाहिँ 8:30 भइसक्यो अब चाहिँ बाबुलाई मामसँग खुवाउने बिहानको लागि स्कुल पठाउने बाबुको भात चाहिँ यस्तो रहेको छ बाबु चाहिँ खाँदैछ अब हामी बाबुले भात खाइसकेपछि भेट्छ घाँस साथीहरू म चाहिँ बाबु स्कुलतिर आएर नै खाना खाएर सुतेको त्यही छ अनि अहिले चाहिँ म यस्तो बसेर चाहिँ बाहिर चाहिँ भिडियो बनाउनु भनेर भित्र आएर भिडियो बनाएँ कस्तो छ
चाहिँ अब छिमेकसँग गर्नुपर्ने हुन्छ। सुविधा मिल्छ फेरि जानु होला मेरो भिडियोमा नयाँ मलाई कन्सेप्ट भयो नबोल्नु होला फेरि भेट्नु चाहिँ नेक्स्ट भ्लगमा। अनि आज चाहिँ म भिडियो बनाउँछु बेलुकासम्म मलाई भिडियो गरिदिइरहनु पर्ने हुन्छ। अब म दिनको भिडियो ल्याउने कोसिस गर्छु भनेको तर सक्दै सक्दिनँ। अनि है हेर्दै जानु है सबैजना है ल। ठिक छ फेरि म चाहिँ बिहान अनलाइनबाट सामान मगाएको थिएँ फेरि इम्पोर्टेन्ट काम आइसकेको छ। अन्त पछि देखाउँछु है यो सामान चाहिँ। साथीहरू म चाहिँ बाबुको जान लगाएको उसको मम्मीको घरमा दाइको छोरा दाइले हेर्न ल्याएर छोडिदियो। पुऱ्याउनै पऱ्यो नि यति राति भइसक्यो कुदेर गर्छु अब म पुऱ्याएर हजुरहरूसँग भेट्छु। साथीहरूमा चाहिँ घर पनि पुऱ्याएर आइसक्यो राति भइसक्यो हेर्नु सक्नुहुन्छ। म भाइ पुऱ्याएँ यता जान्छु अनि हेर्दै जानु ल। राति भइसक्यो मेरो अनुहार देख्दैन।